यो सुर्ती त खानु हुँदैन हौ दाजु। कमल भाइ भात कस्तो छ? सेतो छ। सब्जी कस्तो छ? डोका भर्यो है। कतिवटा छ? 8वटा बोरा। हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ तपाईहरुलाई देवानी चट्याङको आज तपाईहरुलाई नयाँ भ्लग लिएर आइसकेका छौं। किनकि सिजन पनि लाग्यो, त्यही कारणले गर्दा च्याट टिप्दैछौँ हामीले। पल्लोबारीमा दाजुभाइहरूले च्याट टिप्नु हुँदैछ अनि मैले खाना लगेर जान्छु। 7-8 जना हुनुहुन्छ नि त खेताला, अनि दिदी चाहिँ गइसक्नुभयो। अब म चाहिँ खाना लगेर जान्छु। मेरो फ्यामिली चाहिँ बाहिर हुनुहुन्छ। चुलामा पनि बाक्छ, ग्यासमा पनि बाक्दैछ। अब माथि जान्छु, माथि बारी छ नि त, त्यही भएर उकालो चल्नुपर्छ। च्याट टिप्नु कति 7 जना। कमल भाइ भात कस्तो छ? सेतो छ। सब कस्तो सुरेन दाजु खाना कस्तो भयो? कमेन्ट गर्ने। दामी छ। चिया पराठा गरेको हो, काटेको। पिकनिक खाएको जस्तो भयो त अलरेडी। कस्तो खाना है? खाना खानु बिर्सनु भएको छ। चारवटा मेसिन रहेछ। चारवटा मेसिन रहेछ यहाँनिर। फुटको त हातले टिप्नु पर्ला। मेसिनले त सबै छरिन्छ, टिप्दा पनि झर्छ। अब हामीले हातले टिप्छौँ 2 जनाले, तर सक्दैनौँ नि। भोलि पनि आउनुपर्छ होला मेसिनले टिप्नु। खाना खाइसक्नु भएछ, एकछिन आराम गर्नु हुँदैछ। अब आराम गरिसकेर टिप्नु थाल्नुहुन्छ। गर्मी छ। अब हामीले भारी हाल्नु चम्चाको चिया टिप्नु हुँदो रहेछ। अब चिया टिपेर बसी त पुरा कमाउनु हुँदैन त। दिनमा कति केजी टिप्नुहुन्छ? 10-12 हजार केजी टिप्नुहुन्छ 4 जना हुन्छ। माथिको त सक्नु आँटेछ। अब मुनिको रहेछ परेछ। डोका भर्यो है। पाँच बजे। हजुर 7 जना। घरको मान्छे हामी 3 जना। मैले चाहिँ खाना लिएर आएको। अन्ना दिव्या नै आएको खेतालासँग। आपा त आमा त घरमै दिनुपर्छ नि। यहाँको चाहिँ सक्नु आँटेछ। अब यतापट्टि होला। इसाराले के भन्नुहुँदैछ म त सुनि नै।
मिसिनले गर्दा सुन्दैन नि त के बोलेको के नबोलेको के बुझ्दिनँ म त यो सुर्ती त खानु हुँदैन हौ दाजु हेर हाम्रो छोरा जत्रै भाइले काम गर्छ दाजु दाजु के गर्नुभएको ए भीमजीसँग यो तल देख्नुभएको ठाउँ चाहिँ डाँडा गाउँ हो गाइस यहाँ चाहिँ टिपिरहेको छ गाइस त्यस्तो घाममा भाइहरूले टिप्दैछ फुलबाले चुइगम लिएर चाहिँ ला मेरो एउटा कहाँ गयो डुप्लिकेट चुइगम रहेछ हौ ए हजुर राम्रो भन्यो बोकेर तल गाडीमा पुऱ्याउनु पर्छ नि त कतिवटा छ 8वटा पऱ्यो हाम्रो बारी बोजू गइरहेको कटेजमा छ नि त चियाबारी दादा बस्नु रेसिपीको कस्तो दामी छ नि फुलहरू त मजाले फुलाएछ चाङले के गरे खेलेको होइन लड्यो भन्दै थियो बित्थामा भनेको नि फर्क्यो ऊ त ट्राफिक रहेछ फर्केर आयो भने को लड्यो कहाँ लड्यो तिम्रो नाम के नानी नाम भन न अलि यता आउन हौ र नजिकाउ न हौ तिम्रो नाम के भने त अनि कतिमा पढ्दैछौ एलकेजीमा अनि तिम्रो बहिनी खै त तिम्रो दाँत त सबै खै यता आऊ त यता 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 नानी यता आऊ न